हामी चाहिँ अब जुका गाडी छिरिसक्यौँ। केटीहरूको नम्बर डायल गर्दै यहाँनिर चाहिँ हामी आज केटीहरूलाई प्राङ्क गर्छ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियोमा फेरि यहाँहरूलाई एकदमै स्वागत छ मेरो छोटो मिठो ब्लगमा। आज म अलिक फरक टाइपको ब्लग बनाउँदैछु। टक्क हजुरले फरक टाइपको भन्ने बित्तिकै यहाँ टाउकोमा लगाएको गिफ्ट देखेरै बुझिहाल्नुभयो होला। अनि हातमा भन्दैन के हो यो नाम्लो साम्लो के भन्दा अब बुझिहाल्नुभयो होला। अब चाहिँ म घाँस लिन जाँदैछु। गाडी पानी परे जस्तो भएन, पानी पर्दा पनि भिडियो बनाउनु चाहिँ छोडेको छैन मैले। त्यही पनि कुहिरो लगाएर डाँडा काँडा केही देख्दिनँ, वल्लो घर पल्लो घर केही देखेको छैन। अब चाहिँ म टक्क लगाएर घाँस बाटोमा आइसकेँ। घाँस हेर्न सक्नुहुन्छ यो है त। यही मात्र होइन, यो गरामा पर कान्ला काँडे देख्नु भएको छ, उहाँ कहाँसम्म छ घाँस चाहिँ। अब म चाहिँ अब भारी ल्याम्का ल्याम भारी हाल्दा चाहिँ म भारी ल्याम्का ल्याम भारी हाल्दा चाहिँ म त्यसो भारी हाल भन्थ्यो त बाबु। हाल्दिनँ त्यसो भारी। डोर ल्याइन म त ल्याइहाल भनेर, डोर ल्याइन म त ल्याइहाल भनेर टाइम पानी आएको आएकै गर्छ। यता चाहिँ तलतिर चाहिँ दुधौलतिर चाहिँ म बस्दाखेरि चाहिँ त्यता चाहिँ पानी नपरेर मान्छेले धान पनि रोप्न पाएको थिएन। यता चाहिँ पानी परेछ क्या, कन्टिन्यू एकछिनमा उग्रिन्छ, एकछिनमा पानी परिहाल्छ। के गर्ने, यस्तै छ है। सुन सैली सैली निधारमा नाम्लो परियो, बाउले काटेको घाँस बोक्नमा परियो। सुन सैली। फाइनली गाइस आज मैले टक्क लगाएर चाहिँ घाँस सास सब बोकिसकेँ। 5-6 बारी बोकेँ। 6 बारी घाँस बनाउन टाइम त लाग्यो। त्यसपछि म अब जङ्गल जाँदैछु न्युरो टिप्नलाई। न्युरो टिप्ने, पानी बनाउने र फेरि लिएर घर आउने। त्यहाँनिर चाहिँ एकदम न्युरो टिप्ने चक्करमा चाहिँ धेरैभन्दा धेरै जुका लाग्ने हुन्छ। जुकाले गर्दा धेरै मान्छेलाई जुकाले मस्तै खाने छ। त्यहाँ हामी 2जना जानेछौँ। टिप्नु जान्छ। एउटा पुछाइ चाहिँ यता तलतिर छ। लास्टै उसको बिरामी भएर अनुहार मोबाइलमा देखाउनु, भिडियोमा देखाउन चाहँदैन उसले चाहिँ। त्यस्तो मान्छे फेमस, लास्टै फेमस हो, त्यही भएर अनुहार देखाउन चाहँदैन। त्यही भएर 2टा हाँस चाहिँ भित्र छिर्न आँटेर रहेछ। फेमस मान्छेको त्यही हो, त्यहाँ हाँस चाहिँ भित्र छिर्न आँटेर रहेछ। फेमस मान्छेको त्यही हो। भएर हामी चाहिँ अब जुका गाडी छिरिसक्यौँ। जुका गाडी छिर्दै चाहिँ भन्दा पनि हामीलाई पनि कुहिरोले छोपिसकेको छ। अब हामी पनि जुका गाडी छिरिसक्यो, हामीलाई पनि कुहिरोले छोपिसक्यो। ए जुकै ए यो जुकै हो। ए ल ल ल ल यसलाई चाहिँ म उम्ला दिँदो रहेछ है त। के ल ल ल ल ल खानु खा ल, ए खानु ल। गुड 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 इ ल। सो गाइज आज चाहिँ हामी यहाँ टक्क यहाँ के अरे कालफा डाँडा भन्ने हाम्रो गाउँमा बसेर हामी चाहिँ हावा केटीहरूको नम्बर डायल गर्दै यहाँनिर चाहिँ हामी आज केटीहरूलाई प्राङ्क गर्छ। केटी बोल्यो भने हामी बोल्नेछौँ, केटा बोल्यो भने हामी कल काट्नेछौँ। ल कहाँ पऱ्यो अरे? मुस्ताङ। म यता मुस्ताङबाट गरेको होइन। तपाईँ चाहिँ को बोल्नु भयो, नाम भन्नु त। मैले साथीलाई खोजेको थिएँ, साथीलाई। मेरो नाम सुनिल कार्की। सुनिल कार्की। सुन्नु भएन? सुनिल कार्की। हजुर सुन्नु भएन? के भन्नु भएको? सुन्नु भएन? मेरो दाइ भाइ के त मेरो दाइ भाइ
मेरो दाइ भाइ कोही पनि छैन। मैले बोलेको सुन्नु भएन? मैले बोलेको सुन्नु भएन? हजुर तपाईँको नाम के हो भन्न मिल्दैन? हेलो हजुरको नाम भन्नुहोस् त के हो सुनौँ। यस्तो यस्तो अनाडी छ कि रुख। गाइस हामीले चाहिँ अघि त्यो हावा नम्बर टिपेर एउटा केला कल हानेको थियौँ, मुस्ताङ पुगेछ। तर हाम्रो नेटको कारणले गर्दा बोल्न सक्सेस चाहिँ भएन। अन्त हान्यौँ, नम्बर पनि पाएँ। तर फर्स्ट टाइमै गर्दा हामी लक्की नै हो, केटी नै परेको थियो। त्यहाँ केटी पर्दा चाहिँ नेटवर्कको कारणले गर्दा खासै बोलचाल भएन। अब चाहिँ हामी पहिला न्युरो टिप्न आउनेछौँ, न्युरो टिप्न जानेछौँ र आएर चाहिँ फेरि हामी त्यही केटीलाई हामी कल हान्नेछौँ र हामी त्यसमा डर प्याङ हान्नेछौँ त्यो केटीलाई। अब गफ लाउनेछौँ। अब हेरौँ त्यो केटीको रियाक्सन के आउँदो रहेछ। हामी तिनजना आएको छौँ, एउटा दिनेश, एउटा म, अनि एउटा यता यो कान्छो भन्ने जन्तु आएको छ। यहाँ आइज, मलाई चिन्छस् तैँले? गुड, चिन्छ अरे, चिन्छ भनिसक्यो कुकुरले पनि। म त सिङ्गलै मर्छु क्या हो, अर्को गर्लफ्रेन्ड जिस्क्याउँदै कोही छ मलाई छोरी दिने? कौन है ये लोग, कहाँ से आते हैं? यसरी कराउँदा पनि कसैले सुन्दैन। यो जङ्गलमा आएर नि सुन्दैन, डाँडामा बसेर कराउँदा सुन्दैन। यस्तो घारी छैन, जुगाले टोकेर मार्न आँटो। जुगा कत्रो खानी बनी। यस्तोमा हामी चाहिँ न्युरो खोज्न आएको छौँ। अब यस्तो भिडियोमा पनि लाइक नगरेर मान्छे त हातै भाँचियोस्। हेर्दा हेर्दै आँखामा पनि उयो रोग लागेर आँखा पनि फुटिजाओस्। यस्तो यस्तो गाउँको यति मिठो सुन्दरता भिडियो आइरहेको छ यार। सपोर्ट गर न यार, सपोर्ट गर। न्युरो हेर, न्युरो खाँदैन तिमीहरूले। जे भने अब तपाईँहरू गाउँमा हुँदैन भने त जे भए पनि यहाँ न्युरो हेरेर पनि चित्त बुझाउनु पऱ्यो। माटोक्ने यो हाम्रो गाउँको के अरे, हाम्रो गाउँमा बे गरेर हाम्रो दिदीहरू लाने यो भिनाजुहरूलाई चाहिँ म गाउँमा आएको बेलामा यस्तो जुगामा लगाइदिन्छु कि रोक्न। न्युरो अब हामी भेट्न थालिसक्यो। न्युरो भन्छ ल, न्युरो, डन्ठे न्युरो। दिस इज द डन्ठे न्युरो। जुगाई भन्दा म जुगा लगाइसकेँ। हिँड यसलाई चाहिँ म हिँड्न, यसले बाटो छेकेर खालि यो जुगा लगाएर कुकुरले नि बाटो छेकेर ल्याङ गरिदिन्छ क्या खालि। ए ल हिँड्न, हिँड्न यार। कुम्बक जस्तै टाँसिन्छ जुगा पनि, के भन्नु हो छ्या। गाइस यहाँ चाहिँ हजुरले हेर्न सक्नुहुन्छ हाम्रो गाउँमा चाहिँ न्युरो कसरी पाइन्छ भन्दा चाहिँ अब भन्दा तपाईँहरूले पत्याउनु हुन्न होला। तर हाम्रो गाउँमा जतिको न्युरो चाहिँ अन्त कहीँ पनि पाउँदैन। म यो लेखेर दिन सक्छु। गाइस यति बेला चाहिँ हामी न्युरो टिपिरहेको छौँ। अब चाहिँ न्युरो हामीले अघि देखाउनु भिडियोमा हेर्नु होला राम्रोसँग। अब भ्लग हो होइन, राम्रो छोटो मिठो भ्लग छ गाउँको लोकल। अब यो भ्लग चाहिँ अब आजसम्म मैले धेरैवटा भिडियो हाले तापनि माया सपोर्ट नपाए पनि यो भिडियोमा माया सपोर्ट हुनु पर्यो। र अरूको भिडियो, त्यो अरू भिडियो आफ्नो 8 मिनट 9 मिनटको थियो भने यो भिडियो आधी घन्टा जतिकै हुनेछ। धेरै लामो पनि छ, राम्रो भिडियो पनि छ। हाम्रो यहाँ खौरेको अब घाँस आउन आँटेको न्युरो यो, र डन्ठे चाहिँ यो। यसो यता टिपिसकेको छौँ हामीले, हेर्न सक्नुहुन्छ है। गाइस हामीले चाहिँ यत्रो दुईवटा मात्र न्युरो टिपौँ, एउटा यो भने एउटा त्यो, एउटा यो डन्ठे त्यो फौरेको। र हामीले चाहिँ अब आजको भ्लगलाई अन्तिम गर्न चाहन्छु। आजको भ्लग सक्यो गाइस, बाई बाई।